ओ के छ भाइ? ओहो दाजु एकदम ठिक छ नि। ठिक छ नि है? के गरेर बस्यो? बसिरहँदा एकदम झ्याउ लागिरहेको छ। बरु यसो सुनौँ न यार जोडेर। जोक सुन्ने? ल एउटा साइकल यात्रीको सुनाउँछु है त। एउटा साइकल यात्री चाहिँ होइन तिम्रो चट लाएर साइकल चलाउँदै गएछ होइन। अनि त्यसपछि एउटा होटेल बाहिर होइन चिया खान मन लागेको छ क्या उसलाई चाहिँ। अनि त्यो होटेल बाहिर आफ्नो साइकल रोकेछ होइन। अनि त्यसपछि टक्क चिया खानलाई छिरेछ भित्र होइन। अनि चिया खाएछ होइन। बाहिर आउँदा साइकल छैन हेर। अनि त्यसपछि उसलाई तनाव भएछ कि होइन। अनि त्यसपछि भनेछ मेरो साइकल कसले ल्यायो? झर्किँदै क्या मेरो साइकल कसले ल्यायो? मेरो साइकल लाने को होइन? यदि मेरो साइकल म अर्को एक कप चिया खाएर आउँछु, मेरो साइकल यहीँ भएन भने यहाँ 2063 सालमा जे भएको थियो नि त्यही दोहोरिन्छ फेरि भन्छ क्या। अनि त्यसपछि चिया खान फेरि गएछ भित्र होइन। चिया खाएछ। अनि त्यसपछि बाहिर निस्केछ। बाहिर निस्केर आउँदाखेरि त साइकल छ होइन। अनि साइकल लिएर ऊ गएछ आफ्नो बाटोतिर होइन। जाँदा अनि रोकेछ क्या। त्यो रोक्ने चाहिँ को रहेछ भन्दाखेरि त्यो साइकल चोरेछ क्या पहिलाको छ। अनि त्यसपछि त्यो साइकल चोरले सोधेछ कि दाइ यहाँ 2063 सालमा के भएको थियो भनेर सोधेछ कि होइन। अनि त्यसपछि उसले के भनेछ भन्दाखेरि के हुनु नि भाइ त्यो बेला नि साइकल चोरेर म टन्डलापुर घाममा हिँड्नु परेको थियो भनेछ क्या। भाइ तिमी किन हाँस्या? कस्तो पिसाब च्याप्यो क्या दाइ। म घर गएर हाँस्छु है।